थोक थोक हो अनि आसले उता ए साइड त ए आसले तगा हेर हेर रातभरि पराहा गेम मात्र खेले हो तेरो अरू काम छैन काम नभएर त गेम खेलेको बाउ यार ठुक्क त झुक्केर जन्मेको 2 खुट्टे कुकुर त होस् झन् मेरो छोरा भनेर खुसीको कुरा लिएर आछु ऊ भने मोबाइलमा व्यस्त छ के कुरा यस्तो बाउ तेरो बिहे गर्दिम कि भनेर त्यहाँ पर एउटा केटी हेरेर आएको थिएँ म या ओ बाउ चाहिँ त्यसमा गयो ल नमस्कार सम्धी नमस्कार सम्धी त भन्नुभयो तर मैले तपाईलाई चिनिन तलबाट कि माथिबाट हे सम्धी के को तल र माथि हौ सिधै अगाडिबाट तपाईँको घरमा छोरी छ भने सुनि त यसो हात माग्न आएको हो म त छोरी त छ तर छोरीले पनि त मान्नु पर्यो नि हे सम्धी उमेर पुगेको छोरीलाई घरमा राखेर के अन्डा पारेर चल्ला निकाल्छ र बरु मेरो छोरालाई दिनु 1-2 वर्षमा नाति निकाल्छ बुढो त सही हो एकचोटि छोरीलाई सोधौँ न ए छोरी यहाँ आइज हेर छोरी तिम्रो लागि केटा लिएर हात माग्न आएको छन् तिमीलाई मन पर्छ पर्दैन केटा त्यही हो मेरो बुहारी बन्नु मन्जुर छ छैन केटा त्यही हेर मन छोडी धनलाई हेर्यौ नि बाउ एकान्तमा कुरा गर्न चाहन्छु केटीसँग म आजभोलिको केटाहरूको विश्वासै हुँदैन एकान्तमा गफ गर्न दिने हो र सम्धी सम्धी मेरो छोरा त्यस्तो बिग्रेको छैन के यसो मौका दिने कि हुन्छ हुन्छ जा त भने गडबड गर्ने हो कि सम्धी पनि महाबोका छ क्या के सोच्नु थाल्यो उता फर्केर म कस्तो लाग्यो तिमीलाई मैले त भन्दै थिएँ सम्धीलाई तेरो त केही काम छ नि के काम बिगारिस केटीसँग कुरा गर्न गएको भित्र मुखले बोल भने ठुक्क केटीको अगाडि पादिस कुरी 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 मस्त जोक मारा रे या हंस रे हलकट हंस